साथीहरू, एउटा नेपालीले भारतमा बसेर ब्याङ्क अकाउन्ट खोल्न सकिन्छ भन्ने कुरो हामीले फेसबुक, इन्स्टाग्राम, युट्युबमा आजभोलि हामीले छ्यापछ्याप्ती न्युजहरू देखिरहेका नै छौँ। अब यो विषयमा के हो त वास्तविकता? हामीलाई एकदमै विश्वासिलो लाग्ने आजभोलि गुगल छ। गुगललाई नै सोधौँ न, एउटा नेपालीले कस्तो अवस्थामा, कुन परिस्थितिमा, कुन प्रक्रियाले भारतमा एउटा ब्याङ्कमा खाता खोल्न सकिन्छ नेपाली नागरिकताद्वारा। ल साथीहरू, एकैछिन तपाईँ मलाई समय दिनुहोस्, म गुगललाई चाहिँ सोध्छु है त। जिमिनी, तपाईँलाई एउटा मैले प्रश्न सोध्नु छ। म तपाईँलाई के भन्छु भने कि एउटा नेपाली भारतमा बस्दै आएको छ, तर उसँग भारतको कुनै पनि प्रमाण छैन। उसले नेपाली नागरिकताबाट भारतमा ब्याङ्क अकाउन्ट खोल्न सक्छ र? नेपाली नागरिकताको आधारमा भारतमा ब्याङ्क अकाउन्ट खोल्न प्राय समस्या हुन्छ। सामान्यतया भारतमा ब्याङ्क खाता खोल्नका लागि भारतीय नागरिकता वा यहाँको रेजिडेन्सिया प्रमाण आवश्यक पर्छ। के आपसँग भारतमा बस्नु भएको कुनै प्रमाण छ, जस्तै भाडाको सम्झौता वा बिजुलीको बिल? यदि नेपाली नागरिकता भए अनि यहाँको रुम एग्रिमेन्ट भयो भने खाता खोल्न सकिन्छ र? नेपाली नागरिकता र भारतमा बस्ने प्रमाण जस्तै भाडाको सम्झौता, यी दुवै भएमा भारतमा ब्याङ्क खाता खोल्न सकिन्छ। तर ब्याङ्क पछि नियमहरू फरक हुन सक्छन्। तपाईँ कुनै विशेष ब्याङ्कको बारेमा जानकारी चाहनुहुन्छ? इन्डियन ब्याङ्कको विषयमा भन्नुहोस् त। नेपाली नागरिकताबाट इन्डियन ब्याङ्कमा खाता खोल्न सकिन्छ कि सकिँदैन? सामान्यतया इन्डियन ब्याङ्कमा खाता खोल्नका लागि भारतीय नागरिकता वा भारतमा बस्ने प्रमाण आवश्यक पर्छ। नेपाली नागरिकता र कोठा करारको प्रतिलिपि भए तापनि खाता खोल्न समस्या हुन सक्छ। म तपाईँलाई के भन्छु भने पासपोर्टबाट खाता खोल्न सकिन्छ कि सकिँदैन? नेपाली पासपोर्टबाट? पासपोर्टको आधारमा भारतमा ब्याङ्क खाता खोल्न सकिन्छ, तर यसका लागि केही प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ। विशेष गरी तपाईँ भारतमा कुन उद्देश्यले आउनु भएको रेसाको प्रमाण पेश गर्नुपर्ने हुन्छ। जस्तै यदि तपाईँ विद्यार्थी हो भने विद्यार्थी परिचय पत्र वा कामको लागि आउनु भएको हो भने कामको सम्झौता पत्र पेश गर्नुपर्ने हुन्छ। साथीहरू, जिमेनीको भनाइअनुसार चाहिँ भारतीय ब्याङ्कमा खाता खोल्नका लागि नेपाली नागरिकता र जुन ठाउँमा तपाईँ बसिराख्नु भएको छ त्यसको रुम एग्रिमेन्ट भयो भने भारतमा नेपालीहरूले खाता खोल्न सकिन्छ। यो विषयमा मलाई पनि वास्तविक कुरो थाहा छैन। हेर्नुहोस्, जिमेनीको भनाइअनुसार हो, तर फेसबुक, युट्युबमा चाहिँ आजभोलि चाहिँ सबैले के हेडिङ लेख्नु भएको छ भने अब नेपालीले भारतमा ब्याङ्क अकाउन्ट खोल्न सकिने भन्ने हेडिङ लेख्नु भएको छ। यो विषयमा त मलाई थाहा छैन। साथीहरू, यदि तपाईँहरूले पनि भारतमा बसेर नेपाली नागरिकताबाट खाता खोल्नु भएको छ भने प्लिज हामीलाई भन्नुहोला। धन्यवाद।